छैन। हाम्रोमा भएको सबै कुरा तपाईले दिनुभयो। अब एउटै कुरा तपाईलाई सुहाउँछ हामीले दिन, अनि त्यो चाहिँ हो हामी सम्पूर्ण आफैलाई हामी दिन्छौँ प्रभु। यही नै हो आराधना, यही नै हो आराधना। बलिदान हो आराधना, आराधना बलिदान हो जो हामीले आफैलाई तपाईको वेदीमा जिउँदो बलि हुनलाई हाम्रो शरीरहरू दिन्छौँ। जस्तै तपाईको वचनले भन्छ, परमेश्वरको कृपालाई ध्यानमा राखी तिमीहरू सबैजनाले आफ्ना शरीरहरूलाई परमेश्वरको ग्रहण योग्य उपासना आराधनाको लागि परमेश्वरलाई जिउँदो बलिदान गरिदिहाल। जिउँदो बलिदान गरिदिहाल तिम्रो शरीरलाई, जिउँदो बलिदान। जसरी इजाकलाई जिउँदो बलिदान गरे, जिउँदो बलिदान आफैलाई गर। यस प्रभु, हामी आफैलाई बलिदान गर्न लागेका छौँ। अब तपाईँ हाम्रो राजा हुनुहुन्छ। अब तपाईँको अगाडि मात्रै हामी निहुरिन्छौँ। अब तपाईँको अगाडि हामी झुक्छौँ। तपाईँ मात्रै हाम्रो प्रभु हुनुहुन्छ। यस यस, जिउँदो बलिदान आफैलाई गरिदिहाल। पवित्र आत्माको आवाज यही छ आज हामी हरेकजनालाई यो अन्ध्यारो संसारमा, यो भ्रष्ट पुस्तामा शरीरलाई जिउँदो बलिदान गर। यस संसारको ढाँचामा नचल, यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ। आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ, ताकि तिमीलाई थाहा होस् परमेश्वरको योजना के हो तिम्रो जीवनमा, ताकि तिमीलाई थाहा होस् परमेश्वरको इच्छा के हो तिम्रो जीवनमा। परमेश्वरको इच्छा पुरा गर्नु सबैभन्दा ठुलो बोलावट हो। परमेश्वरको इच्छा यो संसारमा सबैभन्दा शक्तिशाली कुरा हो। परमेश्वरको इच्छालाई कसैले बदलाउन सक्दैन। परमेश्वरको इच्छा स्थिर छ। येशूले भन्नुहुन्छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा जान पाउने छैन, तर तिनीहरू मात्र जसले मेरो स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ र परमेश्वरको सिद्ध इच्छा के हो त्यो तिमीले जान्न सक्नेछौ।